यो कटिङ गरेर यसमा चाहिँ के गरी पस्छ सोल्डी? यो कटिङ गरेर यसलाई यस्तो यो बोटुको निकालेर सिधा बनाएर राख्छौँ। यहाँनिर माथि यो तरिकाले लगाएको हुन्छ। ए यस्तोमा राख्यो है। अनि चोप झरिराख्यो कचौरा भरिसकेपछि चाहिँ यो कहाँ लग्ने अनि यो निकालेर उनीहरूले कलेक्ट गर्छ आएर कलेक्ट गरेर उनीहरूको यहाँ हेर्ने घर छ। अनि त्यहाँ लगेर उनीहरूले त्यहाँबाट जम्मा गरेर अनि ट्रेमा लगाएर सिट बनाउँछ। अनि त्यो सिटलाई चाहिँ लगेर सुकाएर लगेर बेच्छ। पर केजी लगभग 100 एभरेज 100 पर केजी 100 रुपियाँमा बेच्ने रहेछन् है त। ल अब हामी यहाँबाट पनि निस्किन्छौँ, जस्ट यो भिडियो बनाऊँ न होइन, यस्तो रहेछ भनेर। अनि यहाँ कस्तो खालको हो यो रोग लागेको हो कि हो चियापत्तीमा हो कि के हो यस्तै हो। ल हामी यहाँबाट निस्क्यौँ अब। जुनेमाले चोप भेला पार्छ नि त 8वटा गाछको रुख त्यहाँ हुन्छ नि लगभग 20-30 किलो हुन्छ। काममा राख्छु भने लोक्रामै तिमी र मलाई लोक्रामा काममा राख्ने थिए। हाम्रो घरको गाडी छ नि त्यो हो। 1 वर्षको 8000 कि 10000 5000 दिन्छ न 1 वर्ष कलेक्ट गरिदिएको। एक वर्ष कलेक्ट गरिदिएको। घाम लागिरहेछ, मजा आएको देखिरहेछ। आसाममा छु म अहिले। लाइक जति हुन्छ लाइक गर्नु, सेयर गर्नु, सब्सक्राइब गर्नु, साथीहरूलाई भन्नु होइन, कमेन्ट गर्नु। कस्तो कमेन्ट गर्न मन छ गर्नु होइन, मजाले फ्री भएर कमेन्ट गर्नु होइन, आनन्दसँग। कुन जग्गाहरू चाहिँ जान मन लागिरहेछ हजुरहरूलाई होइन, जान पाउनु भएको छैन, त्यो जग्गा चाहिँ म गएर देखाउने छु हजुरहरूलाई। ल हामी आइ पनि पुग्यो है त। ओके थाक्यो। यो खोल्न मिल्छ सोल्डी? जाने जाने हो त? बिस्तारै जाने भन्छ म त। गइदिउँ। ल हामीले चाहिँ उता घर पनि पुग्यौँ होइन, घर पुगेर बस्यो। अनि तिनीहरूले यता बाइक छोड्न लाग्छौ। अब हामी यो तिनीहरूबाट फर्किन्छौँ यतातिर। केरा सिङ्गल एउटा केरा बाँकी नै छ। यो टमटम हेर्नु नि यहाँ यस्तो, यो थाइल्यान्डतिर हुने टमटम जस्तो, आइरिस भन्छ यसको नाम चाहिँ है। भियतनामतिर थाइल्यान्डतिर हुने यो एरियामा चाहिँ अरू यो आज सन्डे हो नि त आज। अन्तिर क्राउड हुन्छ यो बाटो चाहिँ, किनकि अरुणाचलमा बियर सस्तो पाउँछ अरे। एक्सिडेन्ट हुने एरियाहरू चाहिँ खास मान्छे रमाइलो गर्ने ठाउँ चाहिँ छ अरे माथि अरुणाचल एरियातिर होइन। भुटानमा सस्तो, भुटान भन्दा पनि उता अरुणाचलमा चाहिँ सस्तो। यो चाहिँ भुटान ट्रान्सपोर्ट सर्भिस रहेछ। यो भुटानदेखि आएको गाडी हो यो चाहिँ, यु क्यान सी है त। अब जान नपाए पनि होइन, नेक्स्ट टाइम चाहिँ जानुपर्छ। अब इमिग्रेसन अब भिजा हानेर यसो एकछिन बस्छौँ। पानीपुरी खाने भनेर नि त खाइदिउँ न त हामी खाने। यो खानु यो पिरो भयो भने ठिक हो। आहा त तपाईँलाई म कस्तो पिरो खान्छु। ल खाँदै गर्नु कस्तो पिरो हाल्नुभयो भने त खानु पाउँदैन। अस्ति खाएकोले भरि रातभरि पोल्यो नि मेरो हो र। पिरो नखाएर पैसा घुराइदिएका छ। यहाँ पिन्छु ल म एउटा यहाँ बसेर के किन्छु? एउटा पिन्छु भनेर। यो चाहिँ भुटानको पैसा मलाई दिनुभएको। ल चलाउनु हुन्छ। यो चलाउने होइन, राख्ने हो नि यो पैसा त। पिरो भयो। भनेपछि 20 रुपियाँ भनेको हो रहेछ। पिरो भयो नि सल्डेन। भुटानको पैसा पाएँ त मैले पनि ल्याइदिएको हो। राख्नु 10 रुपियाँ। यो चाहिँ 10 रुपियाँ। कसको फोटो हो यो? राजाको। अहिलेको त होइन होइन, अहिलेको होइन, यो अगाडिको राजा हो। बुवाको हो, राजाको बुवाको।
अब हामी म रेस्ट गर्छु है त। आजको भिडियो यति नै थियो। कतै जानु पर्यो भने फेरि हामी चाहिँ सोल्टी म जाऊँ न नत्र हजुर ल सोल्टी म हामी तिनैजना जाँदैछौँ। हामी तिनजना चाहिँ वाटरफल क्यानल बनाएको होइन इरिगेसन। ओके ल हामी जाँदैछौँ। फेरि भिडियो अघि रेस्ट गऱ्यो एकछिन होइन घाम पनि अस्ताउने बेला हुन लाग्यो। जानुहुन्न ल ल हुन्छ। हामी तिनजना भनेको थियो 2 जना जाने भयो। ल ठिक छ रेस्ट गर्नुहुन्छ। हामी निस्केर पुगेर आउँछौँ। यहाँ खोला पाकिरहेको छ मजाले। यहाँ चाहिँ बचाउनै पर्छ है डेन्जर बाटो हो यो त। हामी निस्क्यो है त। घाम लागिरहेछ। सलले मलाई किस गरिरहेछ। सो अब के गर्नु त एक्लै भएपछि किसै हो सँगै किस हो नेचरले नै किस गर्छ होइन। एकदम द्याट्स द पोइन्ट। भन्छु यो ब्रेकर देखेर चाहिँ यस्तो ब्रेकर देखेर चाहिँ नि कपल्सले हिँड्ने बाटो रहेछ क्या यो है। केटाहरू डर हिँड्ने है तर कपल चाहिँ हिँड्ने है यो अलमोस्ट मजाको 80% चाहिँ कपल्स नै हो नि है। बाफ्रे ल धल्टे गइरहेछ त हौ बेस्तारी यस्तो पाराले त जाने हो त। डेन्जर हो नि बेस्तारी हाक्नुपर्छ नि होइन त। होइन यसरी पनि कुद्नुपर्छ। कोही कोही धरतीमा बोझ कम्ती हुन्छ। आमा पनि बसिराख्नु भएको रहेछ साइडमा। ल जाऊँ अगाडि बढौँ। अघि एउटा भिडियो रिल बनाएको थिएँ कि मैले त्यो प्लान्टेसन गएको भिडियो पछि आएर हेर्छु बाघ जस्तो देखेको कि लास्टमा त गाई पो रहेछ। पछि फेरि हेरेको जुम गरेर। हामी चाहिँ सोल्टीले मलाई लिएर आउनु भयो यता क्यानल छेउनेरि यो इरिगेसनको ठ्याक्कै वाटरफल आर्टिफिसियल वाटरफल देखिन्छ र यता घाम यस्तो देखिरहेको छ मजाले। र म यहाँ ड्राइभ गरिरहेको छु है बिस्तारी हिँडिरहेको छु यताउताको दृश्य हेर्दै। के भन्नु छ त सोल्टी? के भन्नु छैन अहिले खासै। अहिले उता पुगेपछि भन्नुला है। ल ठिक छ तपाईँलाई नै ह्यान्ड ओभर दिन्छु ल। तपाईँले नै यो बन्द गरिदिनु। हामी जाँदैछौँ। हामी क्यानल पनि आइसकेको छौँ वाटरफल होइन। पानी बडा बगिरहेको छ यहाँ देख्न सक्छौ है। बाफ्रे छिर्यो भने के हुन्छ बगाउँछ नुहाउन मिल्छ। बवाल देखेको छ सही हो। अलि पानी कम भयो भने मजा आउँदो रहेछ। पानी यतिको माथि रिस हुन्छ म माथि बस्नु त तल पुर्याउँछ जाने हो। निस्किनलाई चाहिँ त्यहाँबाट माथि निस्किन्छ। ए बवाल रहेछ दामी बवाल दामी देखिँदो रहेछ। तल जाने रहेछ नि त। अनि पानी चाहिँ फिल गर्न पाउने भयो चिसो पानी। यो घाम यहाँ अस्ताउन लागेको छ चिसो रहेछ पानी पनि के सोल्टी के यो हामीले त क्याप्चर गरेर देखाउँछ होइन अरूलाई। यो सिन यस्तो छ यस्तो छ। अब पानीमा चिसो पानी हो कि तातो पानी त्यो भिडियो हेर्नेलाई फिल गर्न सक्नुपर्ने बनाइदियो होइन। यहाँ सोल्टी फोटो खिच्दै हुनुहुन्छ। खतरा फोटोग्राफर हुनुहुन्छ होइन। बवाल हान्नुहुन्छ फोटो भिडियो 1 नम्बर। अम्बो ल यस्तो दामी खिच्नुहुन्छ सोल्टीले। इन्स्टाग्राममा राम्रो फलोवर्स छ सोल्टीको। यता इन्डियाको ठाउँहरूको अब प्लस सोल्टीले चाहिँ नेचुरल प्लेसहरू नेचुरल थिङहरूलाई चाहिँ टार्गेट राखेर फोटो भिडियोहरू बनाउनुहुन्छ। दामी बनाउनुहुन्छ। दामी 1 नम्बर। छाल हेर्नु नि यहाँ छाल आइरहेछ। ल
यो चाहिँ म क्यानलको छेउमा छु होइन एउटा यसको पत्ता टिपिरहेको छु मलाई नाम चाहिँ थाहा भइरहेको छैन यसको पत्ताको नाम के भन्छ भनेर जे भने पनि म यसको ट्याटो हानिरहेको छु यो देखिएको छ नि यसको म ट्याटो हान्छु हातमा है त ल मजासँगले हेर्नु 1 2 3 गो ल ट्याटो कस्तो छ ट्याटो दामी छ दामी दामी बबा आम्बो ल के गर्ने त सोल्टी अब हामी